नमस्ते। यहाँ कतिपय साथीहरूले चाहिँ अलिकति कन्फ्युज भएर चाहिँ के भन्नुभएको छ भने कोरियामा चाहिँ आउनको लागि हामी चाहिँ जस्तै भाषा जोइन गरिन्छ हैन, भाषा जोइन गरिसके पछाडि भाषा पढिसके पछाडि या पास भए पछाडि कति समयसम्म चाहिँ कोरिया हामी चाहिँ आइपुग्न सकिन्छ भनेर धेरै साथीहरूले चाहिँ कमेन्ट गर्नुभएको छ। त्यो कमेन्ट स्वरूप चाहिँ मैले चाहिँ एउटा उहाँलाई चाहिँ मैले रिप्लाई पनि गरेको छु कमेन्टमा र लगायत एउटा चाहिँ सानो भिडियो मार्फत पनि केही कुराहरू चाहिँ बताउनु पर्यो भनेर यो भिडियो चाहिँ मैले ल्याएको छु यहाँहरुको लागि। भिडियोलाई हेरिदिनु होला र योबाट केही कुराहरू चाहिँ बुझ्नु होला हैन, के छ प्रोसेस त्यो बारेमा पनि म थोरै बताउँछु। भिडियोलाई चाहिँ सक्दो शेयर पनि गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरिहाल्नु होला, किनकि यस्ता महत्त्वपूर्ण भिडियोहरू चाहिँ तपाईहरुमा चाहिँ आइराखोस् भन्न चाहिँ म चाहन्छु। र कस्तो छ भने जस्तै अब अहिले तपाईहरु भाषा पढ्न सुरु गर्नुभयो, अब अहिले क्लासहरू चाहिँ सुरु भइसकेको छ। किनभने क्लास चाहिँ तपाईको चाहिँ कस्तो हुन्छ भने क्लास चाहिँ जहिले पनि लगभग 12 महिना चाहिँ क्लास चाहिँ सुरु भइरहेको हुन्छ कोरियन भाषाको क्लास है। कोरियन इन्स्टिट्युटहरुमा चाहिँ जहाँ चाहिँ कोरियन भाषाको अध्ययन गराइन्छ त्यो ठाउँमा चाहिँ तपाईको सिजन अनसिजन भन्ने नै हुँदैन के यो भाषाको लागि हैन। भाषा चाहिँ कुनै पनि बेला चाहिँ पढ्न सक्नुहुन्छ। अब कुनै जस्तै अब छुट्टी परेको छ हैन, अब जस्तै असार साउनमा चाहिँ बन्द हुन सक्छ 15-20 दिन, किनकि असार साउन भनेको चाहिँ हाम्रो नेपालीहरुको लागि हामी चाहिँ खेतीपाती गर्ने हैन, धानहरु लगाउने बेला हो। त्यो भएर त्यो बेला चाहिँ बन्द हुन सक्छ, नत्र चाहिँ एनी टाइम तपाईको कुनै पनि महिना रेगुलर चाहिँ 12 महिना चाहिँ तपाईको चलिरहेको हुन्छ है कोरियन भाषाको क्लासहरु चाहिँ। र तपाई यदि अब अहिलेदेखि नै तपाई पढ्न थाल्नु भयो भने भाषा हैन, भाषा पढ्न थाल्नु भयो भने भाषा पढ्न चाहिँ तपाईको लगभग 5 महिना 6 महिना अब कहिलेसम्म पढ्नुहुन्छ तपाई हैन, तपाई आफूमा डिपेन्ड हुन्छ त्यो चाहिँ। कुनै मान्छेहरु चाहिँ 3 महिनै पढेर पनि पास भएर कोरिया आएको पनि छ, त्यस्तो पनि छ। कुनै चाहिँ अब फेरि 3-4 वर्ष 5 वर्षसम्म पढ्दा पनि पास नभएर फेरि पढिरहेको यस्तोहरु पनि हुनुहुन्छ। त्यही भएर त्यो चाहिँ आफ्नो दिमागमा चाहिँ भर पर्छ हैन, तपाई चाहिँ कतिको चाहिँ ट्यालेन्ट हुनुहुन्छ र त्यो भाषा चाहिँ कति तपाईहरु चाहिँ आफूले बुझ्न सक्नुहुन्छ र कति आफूले आफ्नो माइन्डमा राख्न सक्नुहुन्छ भन्नेमा भर पर्छ। जस्तै अब मानिलिउ थोरैमा चाहिँ तपाई पढ्न सुरु गर्नुभयो, तपाई पढ्न सुरु गरेको चाहिँ अब 6 महिनासम्म तपाईले पढ्नुभयो, त्यसपछि 6 महिनापछि एक्जाम हुन्छ हैन। त्यो एक्जाम भइसके पछाडी एक्जाम तपाई पास हुनुभयो, मानौ एक्जाम दिइसके पछाडी तपाई पास हुनुभयो भने तपाई चाहिँ पास भए लगातार चाहिँ तपाईको 15-20 दिन या 1 महिना भित्रमा चाहिँ तपाईले फेरि छुट्टै अर्को प्रोसेस हुन्छ। त्यो प्रोसेस चाहिँ कसरी गर्ने, कहाँ गर्ने भन्ने कुरो जहाँ तपाईले पढिराख्नु भएको छ त्यही मार्फत चाहिँ तपाईलाई सबै कुराको जानकारी हुन्छ है त। त्यसपछि त्यो प्रोसेस गरिसके पछाडी त्यहाँबाट तपाईको भिसाको प्रोसेस हुन्छ, त्यो पनि त्यही बताइन्छ। र तपाई पास हुनुभयो, जस्तै तपाई अहिलेदेखि भाषा पढ्न सुरु गर्नुभयो भने अहिले भाषा पढ्न सुरु गरेको चाहिँ 1 वर्ष भित्रमा 1 वर्ष एकदम ढिलो भनेको चाहिँ तपाई 1.5 वर्ष जतिमा चाहिँ 2 वर्ष नभनौं 1.5 वर्ष जतिमा चाहिँ तपाई चाहिँ कोरिया आउन सक्नुहुन्छ है त। जस्तै तपाई अहिलेदेखि पढ्न सुरु गर्नुभयो हैन, अब एक्जाम अहिले कहिले छ, यदि अब 2-3 महिनामै एक्जाम छ भने त गाह्रो हुन्छ। र अब अर्को सालको लागि 2026 को लागि चाहिँ तपाई अहिलेदेखि सुरु गर्नुभयो भने तपाई 2026 को अन्तिमसम्म चाहिँ तपाई कोरिया आइसक्नुहुन्छ। त्यस्तो छ है त प्रोसेस चाहिँ। यसमा चाहिँ तपाईहरु भाषा पढिसके पछाडी जब एक्जाम आउँछ, एक्जामको बारेमा चाहिँ फर्म भर्नुपर्ने हुन्छ है, किन एक्जाम दिनको लागि फर्म भर्नुपर्ने हुन्छ। त्यो फर्मको सुविधा त अहिले अनलाइन छ, सबै अनलाइनबाट फर्म भर्नुहुन्छ। त्यो फर्म चाहिँ कसरी भर्ने, के गर्ने भन्ने कुरो तपाई जहाँ पढ्दै हुनुहुन्छ नि त्यहाँ चाहिँ हजुरलाई पढाउने चाहिँ टिचरहरूले चाहिँ सम्पूर्ण जानकारी चाहिँ कसरी भर्ने फर्म, के चाहिन्छ, कसरी गर्ने, कति पैसा लाग्छ, सबै कुराको जानकारी र फर्म पनि त्यही इन्स्टिट्युटबाट चाहिँ भर्दिने व्यवस्था पनि हुन्छ। कतिपय ठाउँमा हुँदैन, तपाई आफै ल्यापटप या आफ्नो हैन मोबाइल के छ त्योबाट चाहिँ तपाई भर्न सक्नुहुन्छ फर्म। यो कुनै पनि झन्झट र यस्तो दिगदारीको कुरै छैन यसमा। तपाई भाषा पढ्न सुरु गर्नुस्, भाषा पढ्न सुरु गरिसके पछाडी
आफै अटोमेटिकली तपाईँलाई चाहिँ आफै थाहा हुन्छ सबै के गर्ने कसरी गर्ने भन्ने सबभन्दा ठुलो कुरा चाहिँ भाषा पढ्नु र पास गर्नु हो। त्यही भएर धेरैजना साथीहरूले चाहिँ मैले यो सम्बन्धीमा चाहिँ भिडियोहरू त मैले बनाएको छु धेरै न, लगभग यस्तै विषयहरूमा चाहिँ मैले भिडियो बनाएको छु र त्यो भिडियोहरू कुनै साथीहरूले चाहिँ अलिकति नबुझेर हुनसक्छ, कमेन्ट गरेर सोध्नुहुन्छ होइन। तपाईँहरूलाई धेरै धन्यवाद छ सोधिराख्नु भएको छ। सोधेको प्रश्नको चाहिँ मैले जवाफ चाहिँ तपाईँहरूलाई रिप्लाई प्लस मैले यसरी भिडियो बनाएर भिडियो मार्फत पनि दिनेछु। तपाईँलाई धेरै धेरै धन्यवाद जसले पनि कमेन्ट गर्नुभएको थियो होइन, तपाईँलाई म धेरै धन्यवाद भन्न चाहन्छु। र अरू केही कुराहरू पनि यसमा बुझ्नु भएन भने तपाईँले सोध्न सक्नुहुन्छ होइन, किनभने कोरियाको अरू विभिन्न ठाउँको बारेमा या यहाँ यसमा चाहिँ कुनै नियमहरू चेन्ज भएको छ भने पनि त्यो बारेमा पनि मैले भिडियो चाहिँ यहाँहरूलाई चाहिँ बनाएर चाहिँ मैले यहाँहरूमा चाहिँ ल्याइराखेकै हुनेछु। भन्दै चाहिँ तपाईँहरू कति पनि ढुक्क भएर कुनै पनि टेन्सन नलिएर नेपालको जुनसुकै ठाउँबाट पनि तपाईँ भाषा चाहिँ पढ्न सक्नुहुन्छ र भाषा पढ्नुहोस्, मेहनत गर्नुहोस् र कोरिया आउनुहोस् है त। जय होस्।